हाम्रा शहीदहरूको सपना हाम्रा शहीदहरूले दिएका बलिदान अनि यो रगतले सिंचेको देश यो माटो अब कहिले पनि सुक्नु हुँदैन। जेन्जी युवाहरूले भन्दै थियो कि अब जेन्जीको सरकार आउनेछ, जेन्जीको सरकारले हामीलाई उद्धार गर्नेछ, जेन्जीले ल्याएको यो अन्तरिम सरकार अब आउँछ हामीले उद्धार गर्छ भन्दै गर्दाखेरि विडम्बनाको कुरा। तर त्यहाँ हाम्रो सरकारहरू आउन सकेन। हामी सबैलाई थाहा छ जेन्जी आन्दोलन कसरी भयो, कहाँबाट सुरुवात भयो। र म एउटा अहिले इलाम जिल्लाको एउटा जेन्जीको नाम लिएर यहाँ आउँदै गर्दाखेरि म हिजोसम्म इलाम जिल्लामा थिएँ, एउटा जेन्जी भएर काम गरिरहेको थिएँ। तर आज यहाँको साथीहरूले जेन्जीहरू युनाइटेड हुनुपर्छ भन्ने एउटा सूचना दिएपछि म आज यहाँ आएको छु। त्यसैले मेरो युवा साथीहरू, मेरो जेन्जी साथीहरूलाई म यही आह्वान गर्छु कि हामी सबैजना एक हुनुपर्छ। अब हाम्रा शहीदहरूको सपना हाम्रा शहीदहरूले दिएका बलिदान अनि यो रगतले सिंचेको देश यो माटो अब कहिले पनि सुक्नु हुँदैन। जब हामी